घरबेटीको सन्तान हामी 4 भाइ छोरा थिए। ती 4 भाइ छोरा 7 घरबेटुरा 7 महिनाको घरबेटुराको 4 भाइ छोरा थिए। जेठा पहिले बित्नुभयो बिहे नगरी, बिहे गरेर बित्नुभयो सिमानामा पारिपट्टि ढुङ्गानाकी छोरी बिहे गरेको थियो जेठालाई। माइला हाम्रो जति पनि धनपति पण्डित धनपति उहाँको सन्तानबाट आज यो आयोजन भएको छ। अनि म पर्ने प्रजापतिको कान्छाको छोरो साइलाको पनि बिहे भएको। साइलाले अचम्मको काम गरेको रहेछ। आज भागवतको अगाडि हामी भन्छौँ साइलाले 9 वर्षको उमेरमा सम्पूर्ण वेदलाई मुखस्त गरेर एकदम ठुलो प्रकाण्ड विद्वान बन्नुभएको रहेछ साइला। माइलालाई कस्तो भयो? माइलाको तपाईँहरूलाई इतिहास छैन कतिलाई। धनपति दिङला गएर पढ्नुभयो। दिङला गएर पढ्नुभएको धनपति कसरी दिङला जानुभयो भन्दाखेरि सिक्किममा हाम्रो आडिटारमा घर थियो, जुन चाहिँ अहिले पिके सरको घर छ, त्यो हाम्रो घर हो। पिके सरको घर भएको ठाउँ हाम्रो घर हो अहिले। त्यहाँ उहिले कालाभारी बोकाउँथ्यो राजाले। कालाभारी बोक्नु पर्यो, तल रेसीको पुलबाट बोकेर माथि आडिटार लाग्नुपर्ने। अनि पसिना भएर मुटु उहाँको बनोला जस्तो हुँदाखेरि भागेर दिङला गएर नेपालको दिङला गएर षडानन्द गुरुजीसँग बसेर गुरु षडानन्दको आश्रममा बसेर गाईलाई पालन गरेर गोठालो बसेर उहाँले भागवत इत्यादि कर्मकाण्डको प्रकाण्ड विद्वान हुनुभयो धनपति। प्रजापति मेरो पिताजी हुनुहुन्थ्यो, उहाँ चाहिँ घर चलाएर बस्नुभयो। घरमा अब व्यवहार है, हामी जग्गा विहीन मान्छे, सिक्किमबाट खेदिएको मान्छेदेखि लिएर सिक्किमको कालोबारीले खेदेको मान्छे र यस्ता विकट परिस्थितिहरू झेल्दै धनपति गुरुजीले षडानन्द गुरुजी दिङलामा, अहिले पनि त विद्यालय छ दिङलामा, ठुलो संस्कृत महाविद्यालय छ। मैले मेरो पिताजीबाट सुनेको, मेरा बडीबा जसलाई हामी पारीघरको बाबा भन्थ्यौँ, हामी वारीघर पारीघर बस्थ्यौँ, उहाँलाई षडानन्द गुरुजीले एकदमै ठुलो गुरुजी हुनुहुन्थ्यो। उहाँ सिद्ध पुरुष हुनुहुन्थ्यो। गुरुजी के भन्नु? सिद्ध पुरुष। तम्मरमा चाहिँ उहाँले एउटा तुललाई राखेर एउटा तुल ओछ्याएर तम्मर पारेर तम्मरवारी गर्नुहुन्थ्यो। नाउँ चाहिँ तुल भनेको रातो यो कपडा ओछ्याएर तम्मर पारी गर्ने। त्यस्ता विशाल गुरुजीको आशीर्वाद लिएर आउनु भएको धनपति गुरुजी। र उहाँले म जति पनि हिँडे दार्जिलिङ क्षेत्रमा, सिक्किमका क्षेत्रमा कुनै ठाउँ गएर पुराण नबनेको ठाउँ रहेन रहेछ। म एक ठाउँ यस्तो विपदमा परेँ जहाँ चाहिँ बेलुका बास बस्ने कहाँ हो भन्दाखेरि बास बस्ने ठाउँ पाइने एउटा ठाउँमा एकदम विकट कुनामा भने त्यहाँ जाँदा एकजना कोइराला पण्डितजीको घर रहेछ। त्यो कोइराला पण्डितजीको घरमा जाँदाखेरि चाहिँ तिम्रा बाबाले हामीलाई मतान घरमा पढाएर, मतान घर भनेको यही आज पुराण आयोजन हुने जुन चाहिँ रामकुमार पोखरेलको छुट्टिएर बसेको घरलाई मतान घर भनिन्थ्यो। तिम्रा हजुरबा, तिम्रा जीवा बडाबाले मतानमा पढाएर पण्डित भएको, तिमी त गुरुघरबाट आयो भनेर सानो सम्मान र सानो घिउ खाएको होइन मैले। त्यस्ता व्यक्तिको प्रख्यात व्यक्तिको सन्तान हामी र यो सन्तान चिन्नुपर्छ हामीले। ती सन्तान कस्ता थिए? त्यसबाट हामीले देवी प्रसाद पण्डितजी पायौँ। हेर्नुहोस्, देवी प्रसाद पण्डितजी भनेको अहिले हाम्रो हिमालहरूको तिलकहरूको हजुरबाबा, जेठाबा हजुरबाबा होइन। उहाँ कस्तो हुनुहुन्थ्यो? 17 वर्ष चाहिँ हरेश्वर संस्कृत महाविद्यालयमा विद्यालय आरम्भ गरेर 17 वर्षसम्म र 2 वर्ष चाहिँ अवैतनिक, 1 रुपियाँ पनि नलिकन अवैतनिक गर्नुभएको देवी प्रसाद गुरुजीले। त्यस पछाडि देवी प्रसाद गुरुजीले नेपालमा गएर श्रीपाँचको सरकारबाट उहाँले पढेर काठमाडौँमा जुन चाहिँ वेद विद्यालय थियो नेपालको संस्कृत वेद विद्यालय, त्यसमा स्कलरसिप पाएर, हाम्रो सन्तान लड्कर होइन, स्कलरसिप पाएर त्यहाँबाट बनारस पठाएर, बनारसमा नेपालले स्कलरसिप दिएर भारतको मान्छे नेपालमा गएर स्कलरसिप लिएर बनारसमा गएर पढेर आउनुभयो। त्यस्ता विद्वानको सन्तान हामीले गर्व गर्नुपर्छ। आफ्नो संस्कार संस्कृति कति दह्रो रहेछ, त्यति बेला हामी कस्ता रहेछौँ त्यो बुझ्नुपर्छ। त्यो बुझ्ने चेष्टा यो भागवतबाट हामीले पायौँ। त्यस्तै नै हाम्रा व्यक्ति
कृष्ण प्रसाद पण्डितजी, उहाँ पनि महापण्डितजी हुनुहुन्थ्यो, तर एकदम मृदु स्वभावको, आफ्नो पण्डितै नदेखाउने, सामाजिक काम मात्रै गरिने, त्यो सबै हामीलाई थाहै छ। सामाजिक काम गर्दा नम्र भएर गर्ने, कसैले केही भन्यो भने पनि प्रतिक्रिया नगर्ने, त्यस्ता व्यक्तित्व कृष्ण प्रसाद पण्डितजी, उहाँको पनि स्मरण छ हामीलाई। त्यस पछाडि टेकनाथ कान्छा, जुन चाहिँ कान्छा हाम्रो भाउजू अझै यथावत हुनुहुन्छ, देवी प्रसाद गुरुजीको श्रीमती सँगै भात पकाएर दिने भाउजू हामीसँग हुनुहुन्छ। टेकनाथ दाजुको भाउजू हुनुहुन्छ, उहाँले नै मलाई कागे स्कुलमा लगेर यतिको बोल्न सिकाउनु भयो, क ख उहाँले नै पढाउनु भएको। मलाई अहिले भन्दा भक्कानो जस्तो मनमा उहाँलाई स्मरण गर्दाखेरि त्यस्ता व्यक्तिहरू हामीसँग थिए, जुन व्यक्तिहरू चाहिँ पाइ नसक्नु व्यक्तिहरू थिए। सामाजिक कार्यक्रम कागे स्कुलको बीजारोपण गर्ने व्यक्तित्वमा हाम्रो मालदाजु, जसले बालकृष्णको बाबाले दुःख गरेर काठहरू कटाएर आफै काममा बोकेर कागे स्कुल खडा गरेको, र त्यस्ता विद्वानहरू मैले हाम्रो वंशलाई, हाम्रो परिवारलाई सुनाएको कुरा यो बाहिर प्रचार गर्नु माइकमा हुँदैन भनेर मैले अघि भनेको थिएँ। प्राय माइकमा नभन्दा हुन्थ्यो। हाम्रो पारिवारिक कुरा, तर जानकारी चाहिँ यी हाम्रा पछाडि आउने पिँढी, साना नाता नातिनाहरू, भाइ बुहारीहरू कतिलाई यो कुराहरू थाहा छैन। अहिले आउनेहरूलाई भनेर मैले यहाँनिर भन्न खोजेको मात्रै हो, र बढी बढाउ गरेको यो केही पनि होइन। र यस्ता व्यक्तित्वको बिचमा उहाँहरूको आशीर्वाद लिएर हामीले आज श्रीमद् भागवत महापुराणको यो ठाउँमा रामकुमार पोखरेलद्वारा आयोजन हुन सक्यो। हामी यसरी भेला हुन सकेका व्यक्तिहरू भेला भयौँ। हामी लडतरो पुर्खाका सन्तान थियौँ न। संस्कार, संस्कृति र रीतिरिवाज परम्परा भनेपछि मरिहत्ते गर्ने आज हाम्रो त्यस्ता मरिहत्ते गर्नेहरूका घरका सिटिङ रुममा एउटा भगवानको नक्सा, एउटा भगवानको फ्रेम होला के त? मनमा सोचौँ, तिलक धारण गर्छौँ के त? हामीमा के सत्यता छ, हामीमा के पवित्रता छ? त्यसमा हामी क्षमा माग्दै उहाँहरूसँग क्षमा मागेर जे गर्यौँ, हामीले भुल गर्यौँ, जे भयो हामीलाई भुल भयो, तर तपाईँहरूको आशीर्वाद हामीलाई चाहिन्छ। किनभने पितृ आशीर्वाद नभई पितृहरूको आशीर्वाद, पितृहरूद्वारा हामीलाई केही नदिकन यो लोकमा हामीले चल्नेवाला छैन, गुरुजीहरूले हामीलाई भन्नुहुन्छ। त्यसकारण हामीले पितृ स्मरण गर्दै 1 मिनट तपाईँहरू शान्त बसिदिनुहोस्। 1 मिनट कुनै पितृहरूलाई, जुन चाहिँ राधा बल्लभदेखि हामी आयौँ, बिलभद्रदेखि अगाडि गएर हाम्रो भाइहरू आउनुभयो, हाम्रो जीवन भाइहरू, त्योभन्दा अगाडिकोबाट बिलभद्रदेखि बलभद्र हुनुहुन्थ्यो, त्योभन्दा अगाडिको सन्तानबाट भाइ जानुभयो, तर हाम्रो एउटै, जुन चाहिँ हामी परबाट आयौँ नेपालबाट, एउटै आगोमा भाइ हुनुहुन्छ। सबैले आफ्नो पितृको स्मरण गर्दै 1 मिनटको मौन धारण, ओम शब्द जति लामो सकिन्छ ओम शब्द गरौँ, त्यस पछाडि पितृ स्मरण गरौँ बसेरै भनेर अनुरोध गर्दै हाम्रो वंशलाई अनुरोध गर्छु। Krishna Keshav